गाइस, गुड इभिनिङ। आज चाहिँ भने तपाईँहरूलाई म न्युट्रेलाको अचार बनाउँदै थिएँ, त्यही भएर छोटो भिडियो देखाउँदैछु। हेर्नुहोस् न, सबै इन्ग्रिडियन्ट्स रेडी भएको छ। यो हो सोयाबिन न्युट्रेला, सानो साइजमा सजिलो हुन्छ नि त फ्राई गर्नु, त्यो भएर हो। अनि यो हो पिनट, फ्राई गरेको पिनट भयो। अनि यो हो लसुन, फ्राई गरेको लसुन। अनि यो हो फ्राई गरेको अदुवा। अनि यहाँ चाहिँ लाल मिर्च छ, सुक्खा खोर्सानी, यसलाई चाहिँ मैले पेस्ट बनाएको छु। हल्का यो फ्राइड लसुन र अदुवालाई पनि हालेको छु यहाँनिर। अनि यो छ तिल, फ्राई गरेको तिल छ। यो सबै इन्ग्रिडियन्ट्स चाहिँ यसको लागि। अनि यहाँ छ मैले अलिकति यही बदामलाई पनि पेस्ट बनाएको छु, टेस्ट राम्रो आउँछ नि त, त्यही भएर। अनि यो चाहिँ अप्सनल हुन्छ है गाइज, यो चाहिँ अजिनामोटो हो, खानु त्यस्तो राम्रो होइन यो, तर यसले टेस्ट राम्रो दिन्छ भनेर चाहिँ यसलाई चाहिँ मैले अलिकति पेस्ट गरेर राखेको छु। अनि यो हो अमिलोको लागि आम्चुर, यो चाहिँ अब टेस्ट पिरो पिरो अमिलो दामी हुन्छ भनेर यो पनि रेडी गरेको छु। अनि यो त हो सँगै तपाईँहरूले देखिरहनु भएको हाम्रो नुनको बट्टा। अब यसलाई म मिक्स गर्नु गइरहेको छु, हेर्नु होला। यसमा सबैभन्दा पहिला म तिल बनाउँछु है त, तिल भयो, अदुवा भयो। सायद अदुवा अलिक कम्ती हुन्छ जस्तो लाग्यो, तर पनि केही छैन। अनि यो चाहिँ लसुन हो, लसुनको चाहिँ यो अलिक बोक्रैसँग रहेछ। यो चाहिँ के लाउँदाखेरि मसिनो लसुन थियो त, त्यही भएर बोक्रा राम्ररी उकेको थिएन। फ्राई गर्दाखेरि चाहिँ यसरी मजाले बोक्रा निस्किँदो रहेछ। यो चाहिँ अचार खाँदाखेरि यसले डिस्टर्ब गर्छ, त्यही भएर म छान्दैछु है। अब यो भयो लसुन, यो भयो तातो तातो पिनट, यसलाई भन्छ नुनपुरी बदाम। अनि अलिकति मैले पेस्ट बनाउनुको लागि लगाइदिएको थिएँ। यो चाहिँ दामी हुन्छ नि त, अब ठुलो ठुलो बदाममा त ठिकै छ, यसको पनि यहाँनिर मजाले मिक्स भएपछि यसको अलिकति ग्रेभी ग्रेभी टाइपको आउँदा चाहिँ दामी हुन्छ, त्यही भएर चाहिँ यस्तो बनाएको हो। अब आयो यो रङ खोर्सानी, यसले चाहिँ कलर राम्रो दिन्छ, त्यही भएर यो पनि हाल्ने अलिकति भन्दा पनि हाल्छु म। यो हालेँ। अब आयो नुन चाहिँ टेस्ट अनुसार, अब अलिक बेसी हुन्छ, यति लगाउँछु, भरे एड गर्दैन। अब आयो आम्चुर, अहिले चाहिँ यति लगाउनु पऱ्यो। यो चाहिँ 3 मिनटभन्दा बेसी मैले मोलेको छु, यो मजाले मसला भित्रसम्म पसोस् भनेर। यो चाहिँ अलमोस्ट डन हो। अनि यो चाहिँ अब बट्टामा लाउने, म चाहिँ लसुन केलाउँदा नि हात पोलो रहेछ है साथी हो। आमाले भन्नुभएको यसको लागि लसुन चाहिन्छ नि त, लसुन केलाउँदा पनि हात पोल्यो। मलाई कहिले थाहा थिएन हात पोलेको भन्नुहुँदैछ आमाले हो। अनि मैले चाहिँ के भन्ने थाहा छ, पोल्छ नि आमा बिहातिर, त्यो बेलुका सब्जी केलाउनु जाँदाखेरि लसुनमा चाहिँ म कहिले बस्दिनँ, हात पोलेर हैरान हुन्छ भनेर भन्यो। हात पोलो आमै, हात पोलो, तर दबाई चाहिँ हात पोलेको खर्सानीले पोलो भने साथी हो। कि ऐना हेर्नुपर्छ कि पोते दल्नुपर्छ, अनि त्यति चट्ट जाती हुन्छ साथी हो। त्यो ठुलो काम गर्छ। अझै एउटा बट्टा चाहियो, म त यति हुँदैन होला भनेर सोचेको थिएँ, यति हुँदैन।